यो चाहिँ हाम्रो टाइगर हो। टाइगर टाइगर देख्न सक्नुहुन्छ। उहाँहरू चाहिँ थर्ड सेमको दाइहरू हुनुहुन्छ, दिदीहरू हुन्छ। उहाँहरू दिदीहरू यी हाम्रो साथीहरू हुनुहुन्छ यतापट्टि। यसले काउन्ट गर्नुपर्छ अनि फोटो पनि राम्रोसँग खिचेर अनि अहिलेसम्मको हाम्रो बेस्ट केस चाहिँ स्ट्रेट स्विफ्ट छ। तर अब दादाहरूले चाहिँ हामीलाई सिकाउनुहुन्छ आज। अनि यतापट्टि हाम्रो साथीहरू हुनुहुन्छ, उहाँहरूले खोज्दै हुनुहुन्छ। एकदम मोस्ट ट्यालेन्टेड गर्ल्स भनौँ न उनीहरूलाई। धन्यवाद। मोस्ट वेलकम। हेलो नमस्ते, के सन्चै हुनुहुन्छ? म आज एउटा नयाँ राम्रो भ्लग लिएर आएको छु। म चाहिँ आज यो के अरे हाम्रो थर्ड सेमको दिदीहरू प्लस दादाहरूसँग चाहिँ बटरफ्लाईको आइडेन्टिफिकेसनको लागि आएको छु म। अनि हामी फर्स्ट सेमका साथीहरू पनि छौँ, थर्ड सेमका दिदीहरू दादाहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ हामीलाई आज बटरफ्लाई आइडेन्टिफिकेसन कसरी गर्ने के गर्ने भन्ने कुरा सिकाउनुहुन्छ। हामी यो टियु परिसरभित्र छौँ। बटरफ्लाई देखेपछि हामी फोटो खिच्छौँ अनि त्यसपछि उहाँहरूलाई सोध्छौँ। देख्न सक्नुहुन्छ। उहाँहरू चाहिँ थर्ड सेमको दाइहरू हुनुहुन्छ, दिदीहरू हुन्छ। उहाँहरू दिदीहरू यी हाम्रो साथीहरू हुनुहुन्छ यतापट्टि। यी सबै हामी फ्रेसर हौँ, हामी सिकिरहेछौँ। अहिले म सोध्नु लगाउँछु सबैलाई। उहाँहरू दिदीहरूले चाहिँ हामीलाई आज बोलाउनु भएको। उहाँहरूले चाहिँ हामीलाई सिकाउनुहुन्छ अरे बटरफ्लाईको बारेमा। हामी आएको त्यही भएर एकदम राम्रो हुनुहुन्छ। उहाँहरू चाहिँ हामीलाई अब सहयोग गर्नुहुन्छ एकदम। साथीले भेटा जस्तो छ यता यहाँ बसेको छ अनि हाम्रो साथीले फोटो खिच्दैछन्। अहिले हामी हेर्छौँ यो कुन स्पेसिस हो, कहाँ हो, के हो, यसको सबै कुराहरू हामी हेर्छौँ है त। उहाँहरूले सिकाउनुहुन्छ अहिले हामीलाई। भिडियो पछि काम लाग्छ। अनि विङको यस्तो साइडवाला चाहिँ धेरै खिच्दा राम्रो हुन्छ है, फ्रन्टवाला भन्नु पर्छ नि। साइड पोर्सन चाहिँ गएर गाइडेन्स एक्सपर्टहरू हुनुहुन्छ बटरफ्लाईको लागि। त्यो मोडलै रहेछ है, उड्दैन उड्दैन हो। के हो बटरफ्लाई नै हो? कुल ब्लडेड हो र होइन। अब यतापट्टि चाहिँ उहाँहरूको पहिचान भइरहेछ भनौँ, स्पेसिसको के हो कसो हो हामीलाई थाहा हुँदैन। उहाँहरूले अब हामीलाई भन्नुहुन्छ। यतापट्टि पनि एउटा भेटे जस्तो सायद लाग्छ। उहाँहरू दादाहरूले चाहिँ हामीलाई सिकाउनुहुन्छ आज। अनि यतापट्टि हाम्रो साथीहरू हुनुहुन्छ, उहाँहरूले खोज्दै हुनुहुन्छ। एकदम मोस्ट ट्यालेन्टेड गर्ल्स भनौँ न उनीहरूलाई। धन्यवाद। मोस्ट वेलकम। दिपेन्द्र साथी हामी चाहिँ देखिन लाने होला निशान सर। हो सधैँ हान्छ पुरा अस्ति लुक्स अलग थियो, आजको लुक्स अलग छ। मास्टर आउने भनेर सुनेन। यसले काउन्ट गर्नुपर्छ अनि फोटो पनि राम्रोसँग खिचेर अनि अहिलेसम्मको हाम्रो बेस्ट केस चाहिँ स्ट्रेट स्विफ्ट छ। तर अब हामीले अलिकति फेरि रिकन्फर्म चाहिँ गर्नुपर्छ है यसलाई चाहिँ। अनि एउटा यहाँ क्याबेज भइदियो कुरा गर्दा नि हेर्दा लिटरेचर रिभ्यू भनेको त पासमा कम्प्लिट गरिदिन्छ हो। ऊ बस्यो त्यहाँ बस्यो। त्यो खिचेको अघि फोटो त्यो खिच्यो होला। के छ भन्ने र कम्पेयर गर्नुपर्छ नि त भन्नुहुन्छ। यहाँ अर्कोवाला हो क्या यो? आउनु कस्तो खैरोवाला हो यो क्यामेरा एकदम राम्रो भएन, नत्र खतरा भिडियो आउँथ्यो है। यहाँ त मान्छे चिनिन लाएन। दिपेन बाइक अरू कोही चिनिन लाएन। दिपेन्द्र साइन्स चरा पनि हेर्नु काग उडिरहेको थियो यार। मान्छे आजकल धेरै कन्सियस भयो है, एजुकेसन भएर यो चराहरू प्लस यो स्पेसिसहरूलाई अलिक मार्न कम थाल्यो नि त। पहिला त देख्यो भने जहाँ पनि मार्दिन नि त। अलिक बचाउनु पर्छ, यस्तो गर्नुपर्छ भन्ने धेरै भयो नि त। लिगरले पनि त्यस्तै भयो होला। अहिले त भिडियो हेरेर सबै चिनिन थाल्यो अहिले त। हामी एउटा बटरफ्लाईको के भन्छन् फलो गर्दैछौँ। पछाडि आयो, पछाडि निशान पछाडि छ। बस्यो निशान बस्यो। एउटा बटरफ्लाई यहाँ बसिसकेको छ। अलि नजिक गएर खिच्दा पनि हुन्छ कि उठ्दैन होला। घाम तापिरहेको मजाले थियो। म पनि घाम तापिरहेको, तर मेरो अनुहार देखिन लाखेन, चिनिन लाखेन यार। किन एउटै होइन आइसकोट र यसको भेन के गन्दो रहेछ नि त त्यो। यो मैले सल्लाहको पाएँ यार। यहाँ सल्लाह पनि हुन्छ नि त यार।
यसको स्टिड हुन्छ होइन यही त हो हामी खान्छौँ नि भित्रको यसलाई के अरे भिजा राख्यो भने यसो निस्किन्छ के अरे भित्रको हामी खान्छौँ त्यो भित्र भित्रको यो स्टिड एकदम एक्सपेन्सिभ हुन्छ कि होइन खानेकुरा हुन्छ एक्सपेन्सिभ हुन्छ कि यो त्यो नै अर्को वाला हुन्छ एउटा सानो यसकै भित्र यो त यसमा हुँदैन त्यो त सुकिसक्यो हो थाहा छ नि हामी पाहाडमा आउँछौँ यो काट्ने भयो भने यो सल्लाहका यो पातहरू अनि माथि डाँडामा जाने भयो राख्ने भयो अनि यो पछाडि बसेर सर चिप्दिने भयो कि तल सिधै तलसँग मतलब बच्चामा त हो खेलिने लोटिन्छ त फेरि लोटिन्छ अलिअलि त भयङ्कर चिप्लिन्छ नि त यो सल्लाहको यो सुकेपछि पातहरू पाहाडतिरको ढुङ्गा फेरि त्यस्तै हुन्छ म त डराएको म हो सुदूरपश्चिमको प्योर सुदूरपश्चिम अनि म त उनीहरूको यो वर्डलाई युज गरेको तिमीहरू चितवन हेटौँला है नलप्रासी हो चितवन ए तिमी कहाँको रामेछाप म मात्र सुदूर अरू तर एक दिन बसेर हाम्रो यो क्लासमा हुन्छ नि होइन कोही पूर्वको छ कोही पश्चिमको छ कोही मध्यपश्चिमको छ नि त अनि एक दिन यसो मजाले बसेर सबैजना क्लासको के यहाँको चलन यो यस्तो यस्तो सबै कुरा सेयर गर्नुपर्छ कस्तो राम्रो हुन्छ है त्यस्तो भयो रमाइलो हुन्छ क्या अनि कहिले काहीँ हामी चौधरीको खानेकुरा पकाउने कहिले अर्को खानेकुरा पकाउने होइन त्यो पनि राम्रो हुन्छ नि सिस्टम सबै त्यस्तो हाम्रो यस्तो एक हप्ताको टुर राख्ने कि टुर भन्नाले अब यस्तै सानो पिकनिक टाइपको त्यसमा परिकार पकाउने कलेजको अलि फन्ड मागेर भनौँ न कलेज दिन्छ त देला नि यार अलिक कल्चरल पनि हुन्छ अलिकता के अरे प्रोटेक्सन हुन्छ नि त होइन नयाँ कुरा पनि हो यो लगभग 50,000 पुगिहाल्ला नि यार दिन्न हो ब्रो सरकारी युज हो कहाँ दिन्छ अन्त गाह्रो होला है हामीले एउटा नयाँ स्पेसिस भेटाएका छौँ त्यही भएर हामी एक्सपर्ट दाइहरूलाई दिदीहरूलाई देखाउँदैछौँ उहाँहरूले भन्नुहुन्छ हामीलाई के भन्नु हो कमन सेलर यही हो वेट कमनै हो एउटा चाहिँ यता एब्डोमेनमा चाहिँ यस्तो कट हुन्छ कि हजुर अनि त्यो कट भयो भने चाहिँ त्यो सर्जेन्टहरू हुन्छ लाइक सर्जेन्ट कुनै कुनै सर्जेन्टको यता भित्र कट हुन्छ कि एब्डोमेनमा अनि यिनीहरूको पनि प्याटर्नले चाहिँ हामी चिन्न सक्छौँ पिङवाला सर्जेन्ट प्याटर्न चाहिँ होइन यो एक्सटर्नल यो फ्याक्टर यो पल्युसनले नि चेन्ज हुन्छ होला नि खासै चाहिँ हुँदैन तर मेबी त्यस्तो आयो भने चाहिँ जस्तै हाम्रो इभोल्युसन पोइन्ट अफ भ्यूमा अब पढ्यौँ नि उता के अरे क्वेसनर द एक्सपर्टर तर के भने हाम्रो मोलिकुलरमा त उनीहरूको त सेम नै त हुन्छ होइन प्याटर्न डिफ्रेन्स आयो पनि सो सेम हुन्छ तर उनीहरूको सब स्पेसिस छिटो हुन्छ त्यस्तो चाहिँ हुनसक्छ तर यो सिजनल हुन्छ नि चेन्ज भएको भएर चाहिँ अब समरमा एउटा प्याटर्न तर प्याटर्नमा चाहिँ धेरै जस्तो देख्दैन यो अर्को यो चाहिँ हाम्रो टाइगर हो टाइगर हो यो चाहिँ लाइक यु क्यान सी देयर आर सो मेनी स्ट्राइप्स नि त होइन सो यो चाहिँ हाम्रो कमन टाइगर हो है अनि अर्को एउटा हुन्छ अलिकति यो हाम्रो के भन्छ फ्रन्ट विङ चाहिँ पुरै प्लेन हुन्छ कि लाइक नो मेनी स्ट्राइप्स त्यस्तो लागि चाहिँ हाम्रो यही छ प्लेन टाइगर यसलाई कमन टाइगर अब यो चाहिँ ब्लुजहरू भयो यो